So hi guys, welcome back to my channel after so long time. आज चाहिँ म भ्लग बनाउँछु भनेर सोचिरहेको छु तर के हुन्छ त अहिले फेरि म बिचरा छोड्दिन पनि सक्छु। अब कम्प्लिट भयो भने चाहिँ यो भ्लग हाल्छु। आज चाहिँ हाम्रो स्कुलमा प्रोग्राम छ अनि मेरो एउटा स्टुडेन्ट चाहिँ एब्सेन्ट हुनेवाला अनि म भोलि भ्लग बनाएर हाल्नु है, म हेर्छु जसरी पनि हाल्नु है भन्ने कसम भन्दै राखेँ। अनि त्यही भएर चाहिँ म भ्लग बनाउनु ट्राई गर्छु। आज चाहिँ लङ भ्लग कस्तो हुन्छ हेरौँ। अहिले चाहिँ बिहान आमा उठेर मुसुल गएर कति 7 बज्न लागिसक्यो, 7 बज्न लागिसक्यो। खानासाना खाएर स्कुल जान्छु अनि अरू चाहिँ पछि देखाउँछ है त। बाई 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 चुप्पा। ल अब के भन त, के थोते दाँत देखाइदेऊ न, यी गर न आची यता न। ल यता हेर न एकचोटि नानुको युट्युब च्यानलको लागि के भनिदेऊ ल, भनिदेऊ न भनिदेऊ। युट्युब च्यानललाई आची मुख छोपेर बोल्नु पर्छ। ल बाई 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 बाई। सो हाई गाइज, म चाहिँ स्कुल आइपुगेँ। कस्तो नराम्रो देखेको यो ऐना त फोहोर भएर कि। अहिले चाहिँ मेरो ह्यान्ड रिजल्ट चलिरहेको छ, म यहाँ कति चेक गर्दैछु। अब अहिले पछि प्रोग्राम सुरु भएपछि म देखाउँछु है त। नहीं अनि हेर्न फेरि बाङ्गो लगाइदिन्छ यहाँ हुन्छ, यहाँ फेरि लगाइदिनु पर्यो बाङ्गो भयो। ल भन मेरा तो गेम बजाना पड़े। बाँदरहरू जस्तो हल्ला गरे। Song to me and Samir Adhikari. Please provide the name of song. Rati bagi-bagi kepalaan mati oleh dati Monoloma rastoya ekor kakor lagi sabai Sangka bostu uskul panahani Tu panazani ya jeta bilani jeta Ni tani hamrama tu tani
कस्तो थाकेको म देखिराखेको। सो गाइज फाइनली 5 बजे अनि म चाहिँ ट्युसन पढाएर निस्केँ स्कुलबाट। अब चाहिँ म घर जाँदैछु। कस्तो थाकेर लागेको म अहिले हिँड्न पनि जाँदैन। सो हाई गाइज म चाहिँ घर आइपुगेँ। झन् आज यति धेरै भ्लग बनाउँछु भनेको मै जज बसेँ। लास्टमा मलाई जज राखिदिनु म र अन्जु म्याम जज बस्यौँ। अनि त्यसपछि जज बसेपछि धेरै भ्लग बनाउनु कुरा पनि भएन। अनि अलिअलि चाहिँ भिडियो बनाएको छु। अनि के हो अरू त्यही हो। अनि अघि नै म बोल्दै आउन चाहिँ मलाई कस्तो अप्ठ्यारो लाग्यो। अहिले यत्रो एपेक्सले आइडी कार्ड लाएर हिँडेको घाँटीमा। अनि त्यही स्कुलकै साइडमा बोल्दै हिँड्नलाई चाहिँ फेरि कस्तो यो एपेक्सको टिचर बाटो बोल्दै हिँड्छ। त्यस्तो सोध्छ नि त, त्यस्तो सोध्छ नि त। मस्त जोक मारा रे या। त्यही भएर अनि अलिअलि मात्रै भिडियो बनाएको थिएँ। अहिले चाहिँ म घर आइपुगेँ। यति नै होला आजको भिडियो चाहिँ। त्यही कहानी। बाइ बाइ गाइज, थ्याङ्क्स फर वाचिङ। यो मैले नयाँ आइफोन किनेदेखिको के अरे फर्स्ट लङ भ्लग चाहिँ यही होला सायद। हो नै यही हो। मैले यो किनेपछि त भ्लग नै हालेको थिइनँ नि त। यही नै हो। त्यो कहानी। बाई गाइज।